नमस्कार। नेपाली भलिबल प्रेमीका लागि एउटा उत्साहजनक खबर लिएर यहाँ समक्ष उपस्थित भएको छु। पोखरामा भलिबलको महाकुम्भ 6औं टाइगर कप 2026को अन्तिम तयारीमा छ। यो सँगसँगै विभिन्न क्लबहरूले कुन कुन विदेशी खेलाडीहरू भित्राउनेछन् भन्ने विषयमा यति बेला उत्तिकै चर्चा परिचर्चा भइरहेको छ। यो प्रतियोगिता पोखराको रङ्गशालाको कभर हलमा हुँदैछ। आयोजकले खेलका लागि मिति र स्थान सफलतापूर्वक तय गरिसकेका छन्। पोखराको वातावरणमा भलिबलको तातो प्रतिस्पर्धाले यस वर्षको खेललाई साँच्चीकै अविस्मरणीय बनाउनेछ। यो गण्डकीको गौरव र नेपालको भलिबल इतिहासकै अर्को शानदार अध्याय हो। यहाँ सहभागिता हुने विभागीय टिमहरू नेपाल पुलिस, आर्मी, एपिएफ र घरेलु टिम गण्डकी प्रदेश लगायतका टिमहरू उपाधिका लागि ठुलै तयारी गरिरहेका छन्। उपाधि जित्नका लागि यसपटक धेरै क्लबहरूले विदेशी खेलाडीहरू भित्राउने योजना बनाएका छन्। क्लबहरूले भारत, श्रीलङ्का र थाइल्यान्ड जस्ता देशका शक्तिशाली स्पाइक र ब्लकरहरूलाई ल्याउने दौडधुप गरिरहेका छन्। यी विदेशी खेलाडीहरूको उपस्थितिले खेलको स्तरलाई अन्तर्राष्ट्रिय उचाइ दिने निश्चित छ। जितको सम्भावना त्यही टिमसँग हुनेछ जसले उत्कृष्ट विदेशी खेलाडीहरू ल्याउँछ र आफ्नो अनुभवी खेलाडीसँग सही तालमेल मिलाउँछ। टाइगर कपलाई गण्डकीको भलिबलको महाकुम्भ भनिनुको एउटै कारण छ, त्यो हो यहाँको दर्शकहरूको असाध्यै ठुलो जोस र अपेक्षा। पोखरेली दर्शकहरू हरेक वर्ष आफ्नै टिम गण्डकी प्रदेशले कप उचालेको हेर्न चाहन्छन्। सबैको अपेक्षा छ खेल उच्च स्तरको होस् र प्रतिस्पर्धा कडा होस् र हामीले एउटा निष्पक्ष र अविस्मरणीय फाइनल हेर्न पाइयोस्। यस वर्ष पनि अनुभवी पुलिस, आर्मी र घरेलु समर्थकको साथमा पाएको गण्डकी नै उपाधिको प्रबल दावेदार हुन्। तर यो भव्य आयोजनाको बीचमा एउटा कुराले भने भलिबल प्रेमीहरूमा सानो बहस सिर्जना गरेको छ। प्रवेश शुल्कमा केही महँगाई भयो भन्दै टीका टिप्पणी गर्नेहरू सामाजिक सञ्जालमा व्यक्त छन्। यो बहस खेलको पौज र आयोजनाको व्यावसायिकता बीचको सन्तुलन मिलाउने चुनौती हो। आयोजकको तर्क छ विदेशी खेलाडीहरू पुरस्कार राशिको ठूलो रकम 6,66,000 रुपैयाँ र अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन खर्चका लागि यो आवश्यकता छ। यो बहस खेलको पहुँच र आयोजनाको व्यावसायिकता बीचको सन्तुलन मिलाउने चुनौती हो। यद्यपि हामी आशा गरौँ कि आयोजकले खेल प्रेमीहरूको भावनालाई कदर गर्दै सहुलियतको व्यवस्था गर्नेछन् ताकि धेरैभन्दा धेरै दर्शकले महाकुम्भको साक्षी बन्न पाउन्। यदि तपाईँ रङ्गशालाको चर्को हुटिङबाट टाढा हुनुहुन्छ भने अथवा विदेशमा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्। देशभरका दर्शकहरूमाझ पुर्याउने जिम्मा कान्तिपुर म्याक्सले लिएको छ। प्रतियोगिताको आधिकारिक मिडिया साझेदार कान्तिपुर म्याक्स रहेको छ। यो साझेदारीले टाइगर कपलाई नयाँ उचाइ दिएको छ। अब खेलको रिपोर्टिङ उच्च गुणस्तर र विस्तृत स्टुडियो विश्लेषणको साथ प्रसारण हुनेछ, जसले नेपाली भलिबललाई व्यावसायिक रूपमा स्थापित गर्नेछ। अन्तिममा कुन कुन क्लबले कुन कुन खेलाडीहरू भित्र्याउँछ अहिलेसम्म आधिकारिक कुनै पनि विज्ञप्ति वा नामहरू खुलेको छैन। त्यसैले छिटै नै अर्को अपडेट लिएर तपाईहरु समक्ष उपस्थित हुनेछु। पछिल्लो समय नेपालमा घरेलु प्रतियोगिताको प्रतिस्पर्धात्मक भइरहेको छ। धेरै ठाउँमा मिति र डेट पनि जुधेको अवस्था छ। यो अवस्थामा खेलाडीलाई भ्याइ नभ्याइ भएको अवस्था पनि छ। तपाई गण्डकी प्रदेशको टाइगर कपमा कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई धेरै माया गरिदिनु भएको छ। यस्तै गरी माया गरिदिनु होला, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि हामीले नयाँ अपडेट र भलिबल